योगेश भट्टराईलाई सुरक्षा दिन शौचालयमा थुनियो। सामाजिक सञ्जालमा भाइरल बन्दै भिडियो। गृह जिल्ला ताप्लेजुङ पुगेका योगेशलाई नो केबल कार समूहले घेरा हाले। आदरणीय दर्शकबिन नमस्कार। नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईलाई सुरक्षा दिन प्रहरीले शौचालयमा थुनेको घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। शुक्रबार कञ्चनजङ्घा हिरक महोत्सवको उद्घाटनका लागि गृह जिल्ला ताप्लेजुङ पुगेका उनलाई नो केबल कार समूहले घेरा हालेका थिए। नेता भट्टराई सिँढी चढेर शौचालय प्रवेश गरेका थिए। त्यसपछि उनी विरुद्ध नाराबाजी सुरु भएको स्थानीयले बताएका छन्। आन्दोलनकारीले शौचालयमै घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल लगाएका थिए। ताप्लेजुङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार नेता भट्टराई आफै शौचालय गएका थिए। प्रहरी निरीक्षक बस्नेतले भने भाइरल भए जस्तो केही पनि होइन, माननीय ज्यूलाई पिसाब लागेर शौचालय जानुभएको थियो। आन्दोलनकारीले नाराबाजी गरेपछि प्रहरीको थप जनशक्तिले भिडलाई तितर बितर गरेका थिए। चर्को नाराबाजीका बीच प्रहरीले नेता भट्टराईलाई हेलिकप्टरसम्मै सुरक्षा दिनु परेको स्थानीयले बताएका छन्। भट्टराईमाथि आक्रमणसम्मकै प्रयास भएपछि प्रहरी र स्थानीय बीच ठेलमठेल समेत भएको थियो, प्रत्यक्षदर्शीले बताए। शुक्रबार महोत्सवको उद्घाटनका लागि सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे सहित नेता भट्टराई हेलिकप्टरबाट ताप्लेजुङ लेलेप पुगेका थिए। यसै घटनाको विस्तृत जानकारीको लागि रेडियो ताप्लेजुङ 94.0 मेगाहर्जको दैनिक प्रस्तुति प्रस्तोता आनन्द गौतमबाट सुनौ। भट्टराई चाहिँ बाहिर जानका लागि वासरुम कता छ भनेर चाहिँ मास्तिर भवनतिर पस्नुभयो। उहाँ भवनतिर जाने क्रममा चाहिँ माथिबाट योगेश भट्टराई मुर्दाबाद भनेर चाहिँ केही नाराहरू लाग्यो। उहाँहरू नारा लाउँदै गर्दाखेरि उहाँ चाहिँ सरासर टोयलेटतिर जानुभयो। टोयलेटतिर गएपछि त्यहाँ अलिकति असहज अवस्था जस्तो भयो, नारा अलिक ठुलो लाग्यो, मान्छेहरू भेला हुन थाले। त्यो भएपछि प्रहरीहरू, दुईजना महिला प्रहरी हुनुहुन्थ्यो, अरू प्रहरीहरू हुनुहुन्थ्यो। महिला प्रहरीहरूले चाहिँ बाहिरबाट उहाँ चाहिँ भित्र पस्नु भएको थियो टोयलेटभित्र। उहाँलाई चाहिँ बाहिरबाट चुकुल लगाइदिए। बाहिर निस्किहाल्नु भयो भने अलिकति थप झडप हुने, द्वन्द्व हुने सम्भावना देखेर होला उहाँहरूले चाहिँ बाहिरबाट चुकुल लगाइदिनु भयो। केही समयसम्म चाहिँ उहाँ भित्रै रहनुभयो, शौचालयभित्रै रहनुभयो। त्यस पछाडि प्रहरीको थप टोली आयो। प्रहरीको थप टोली आएपछि अनिखेर त्यो भिडलाई चाहिँ पन्साएर उहाँलाई चाहिँ हेलिकप्टरमा लगियो। त्यति बेला तल चाहिँ मन्त्रीहरू पुगेर हेलिकप्टर स्टार्ट गरेको थियो। स्टार्ट गरेपछि पनि अब उता योगेश भट्टराई चाहिँ आउनु भएन। योगेश भट्टराई नआएपछि चाहिँ पाइलटले चालकले हेलिकप्टर फेरि स्टप गर्नुभयो, रोक्नुभयो। अनि त्यहाँका गेस्टहरू पनि बाहिर निस्केर माथि हेर्न थाल्नुभयो। माथि चाहिँ नारा लागिराखेको थियो। प्रहरीले माथिबाट त्यस पछाडि चाहिँ मन्त्रीलाई बिदाई गर्न जानुभएका खगेन्द्र फेम्बु व्यवस्थापन परिषदको अध्यक्ष हुनुहुन्थ्यो, हिजोको कार्यक्रमको अध्यक्ष पनि हुनुहुन्थ्यो। उहाँ पनि चाहिँ माथि के भयो भनेर तलबाट हेलिप्याडबाट माथितिर फर्किँदै हुनुहुन्थ्यो। त्यति बेला चाहिँ सुरक्षाकर्मीहरूले उहाँलाई चाहिँ अरू कार्यकर्ता, उहाँका कार्यकर्ताहरू पनि थिए, उहाँहरूले चाहिँ हेलिकप्टरतिर लानुभयो र त्यस पछाडि उहाँहरू चाहिँ जानुभयो। सम्पूर्ण देश तथा विदेशमा रहनुहुने सञ्चार प्रेमी दर्शकहरू, हाम्रो च्यानल सन्देश अनलाइनलाई सत्य तथ्य घटना सुन्न र हेर्नका लागि लाइक, सेयर, सब्सक्राइब गर्नुहोला। धन्यवाद। जय नेपाल।